किन भनियो महादेवको छोरा महादेवको छोरी सिम्पल सर कति आश गरियो कति कोसिस गरियो कति पूजा पाठ गरियो तर कसैले साथ दिएन नि हारेर थाकेर सर टाइम एन्ड अगेन ब्रेकिङ पोइन्टमा पुगेर आफूलाई सेल्फ मोटिभेट गर्दै अगाडि बढ्न सक्यौँ भने हाम्रो आफ्नै पोजिटिभ सोचले बाटो देखाउने रहेछ। हिम्मत चाहियो भने सर तपाईँलाई कि पैसा चाहियो कसले दिन्छ तपाईँलाई हामीलाई कसैले दिँदैन नि तर तपाईँ माग्नु तपाईँ अपर्च्युनिटी माग्नु तपाईँ हिम्मत माग्नु तपाईँ शक्ति माग्नु बल माग्नु एकपल्टमा नआउला तर मागिराख्नु जतिपल्ट तपाईँ ब्रेक हुनुहुन्छ त्यतिपल्ट माग्नु त्यति बेला हो सर जुन हिम्मत हाम्रो भित्र आउँछ त्यति बेला हो एकपल्ट भए पनि महादेव तपाईँको मनमा आउँछ। यदि थाकेर हारेर पनि उठ्ने इच्छा राख्न सक्छौ भने जीवनको हरेक सङ्घर्षमा सर्वश्रेष्ठ हुने प्रयास गर्न सक्छौ भने हाम्रो महादेवले साथ छोड्दैन। किन आउँदैन? तपाईँको भित्र एउटा आगो बलेर आउँछ एउटा हिम्मत आउँछ।